नेपालका चर्चित एवं विवादित पत्रकार ऋषि धमला अब छिट्टै कंगाल बन्दैछन्। कुरा हो करिब 5-6 वर्ष अघिको, जब पत्रकारितामा क्रान्ति ल्याएका धमलाले फिल्म लाइनमा पनि क्रान्ति ल्याउने सपना देखे। उद्देश्य थियो श्रीमतीलाई हिरोनी बनाउने। श्रीमतीलाई हिरोनी बनाउन आफैले पैसा लगानी गरे। फिल्मको नाम थियो अनुराग। त्यो फिल्म बक्स अफिसमा सुपर फ्लप भयो। ऋषि धमला आफैले एक अन्तर्वार्तामा भनेका थिए, मलाई यो फिल्मले 1.5 करोड रुपियाँ घाटा बनायो। कति डुबाउनु भयो? होइन, मैले करिब अब ससुरालीको तपाईँले जुन कुरा गरिरहनु भएको छ त्यो चलचित्रमा करिब 1.5 करोड लगानी भयो होला जस्तो लाग्छ मलाई। 1.5 करोड 1.5 करोडको लगानी? 1.5 करोड सबै स्वाहा भयो, एक पैसा पनि आएन, उल्टा तिर्नु पर्यो। 1 करोड 50 लाख लगानी भयो। श्रीमतीलाई हिरोइन बनाउनु त्यत्रो खर्च गर्नुभयो? होइन, उहाँ सफल मान्छे पनि बन्नुभयो नि त एलिजा गौतम अहिले पछिल्लो समय। यतिखेर चर्चामा हुनुहुन्छ। इमेजिन गर्नुहोस् त 1.5 करोड रुपियाँ, त्यो पनि श्रीमतीको डेब्युको लागि। यसबाट कुरा प्रष्ट भयो कि एलिजा गौतमको फिल्म रिलिज भयो भनेर टिकट काटेर हेर्न जाने नेपालमा सायद कोही पनि छैन। अब यत्रो घाटा खाएपछि त धमलाले भन्नुपर्ने हो कि बस अब भयो। तर खबर आएको छ कि एलिजा गौतमले फेरि अर्को फिल्म गर्ने अरे। अब हामीले त नायिका एलिजा गौतम भनेर चिनेको मान्छे टेलिभिजनमा मात्र व्यस्त हुनुहुन्छ, हामीले फिल्म कहिले हेर्न पाउँछौँ? डान्स क्लासेसदेखि लिएर अब आफ्नो एक्टिङ क्लासेसदेखि लिएर मैले क्लासेसहरू दिइराखेको छ आफ्नो फ्री टाइममा। अनि त्यही भएर अब आउने दिनमा चाहिँ हेरो चाँडै आउन सक्छ। र त्यो फिल्म पनि पक्कै पनि धमलाले नै प्रड्युस गर्ने होला। अब अरू प्रोड्युसरले त आफ्नो पैसा एलिजा गौतमको फिल्ममा पक्कै पनि हाल्दैन। त्यसैले धमलाको फेरि अर्को 2-3 करोड रुपियाँ झोसिने पक्का छ। अब त्यो फिल्मले पनि पानी भन्न पाउँदैन 100%। अब तपाईहरू आफै हिसाब गर्नुहोस्, धमलाले यस्तै गरी 5-7वटा फिल्म श्रीमतीलाई चर्चित बनाउन यसरी नै बनाउँदै गयो भने त उनी कंगाल हुँदैनन् त? तपाईहरु त्यहाँ चुप लाग्दिनुस्। सुन्नुभयो? ऋषि धमलाजी तपाईं त्यहाँ अर्को कार्यक्रम नगर्नुहोस्। चुप लाग्नुहोस्। तपाईं चुप लाग्नुहोस्।